प्रत्यक्षतर्फ 165 सिट र समानुपातिकतर्फ 110 सिटका लागि मतदान हुँदैछ। अब प्रत्यक्षतर्फ त जसले बढी भोट ल्यायो उसैले चुनाव जित्ने भयो। समानुपातिक तर्फको सिट चाहिँ कसरी बाँडफाँड हुन्छ त? सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने समानुपातिक तर्फको सिटले ठूलो अर्थ राख्छ। उदाहरणको लागि यो 2079 सालको कुरा गरौँ, राष्ट्रिय स्वतन्त्र पार्टीले जम्मा 7 सिट मात्रै जितेको हो प्रत्यक्षमा त्यति बेला, तर समानुपातिक तर्फ 13 सिट जित्यो, जसले गर्दा 20 सिट सहित ऊ संसदको चौथो ठूलो दल भयो। सँगैमा नेकपा एकीकृत समाजवादीले 10 सिट ल्याएको प्रत्यक्षमा, त्यो भनेको राष्ट्रसभाको भन्दा 3 सिट बढी, तर समानुपातिकमा 1 सिट पनि ल्याउन सकेन। जम्मा जम्मी 10 सिट सहित ऊ 7औं स्थानमा तलतिर लाग्यो, चढ्यो। यो चुनावमा 1,90,00,000ले मत हाल्दैछ। र के देखियो भन्दाखेरि 2074 सालमा 67% मात्रै भोट हाले, 79 मा 62%ले, मानौ कि यसपटक 70% भोट हाल्छन्। त्यसो भयो भनेदेखि 1,30,00,000 मत खस्नेछ। अब यो 1,30,00,000 मध्ये पनि सबै मत सदर हुँदैन, बदर हुन्छ। करिब करिब 5-6% मत बदर हुने गरेको छ। अब त्यो भनेको 1,30 माइनस मानौ त्यसमा चाहिँ 7-8 लाख नै मत बदर भयो। ल 8 लाख मत बदर भयो भनेदेखि 1/22 हुन आउँछ। अब यसलाई मैले राउन्ड फिगरमा लगेँ, राउन्ड फिगरमा यसलाई बनाइदिउँ 1/20, त्यो भनेको 1,20,00,000 मत सदर मत हुनेवाला छ। यो उदाहरण हो है सबै। अब यसमा पनि के हुन्छ त भनेदेखि यो समानुपातिकमा त देशभरिको मत एकै ठाउँमा ल्याएर गन्ने हो, पार्टीले पाउने हो यसमा मत। र के हुने गरेको छ भन्दाखेरि जस्तो प्रत्यक्षतर्फ चाहिँ मान्छेले उम्मेदवारलाई हेरेर भोट हाल्छन् प्रायले, अनि समानुपातिकमा चाहिँ पार्टीलाई हेरेर, ओहो यो पार्टीले चाहिँ जित्नुपर्छ, यो पार्टीको सरकार बन्नुपर्छ, हैन, यो पार्टी चाहिँ पावरमा आउनुपर्छ भन्ने हिसाबले पार्टी मन परेर भोट हाल्ने हो समानुपातिकमा। अब यहाँ हेर्नु है त के हुन्छ भनेदेखि अघि नै उदाहरणमा जाउँ, कम्तीमा 3%, त्यो भनेको 1,20,00,000 यदि भोट खस्यो देशभरिमा समानुपातिक तर्फ भने यसको कम्तीमा 3% चाहिँ मत ल्याउनै पर्छ। थ्रेसहोल्ड भनिन्छ त्यसलाई। 3% मत ल्याएन भने थ्रेसहोल्ड कट्दैन। थ्रेसहोल्ड कटेन भनेदेखि के हुन्छ त भन्दाखेरि समानुपातिकको 1 सिट पनि पाउँदैन त्यो दलले। यो एकीकृत समाजवादीको भएको पनि त्यही नै हो। उसले त्यति बेलाको कुल मतको 3% ल्याएन, कुल सदर मतको 3% पनि उसको समानुपातिकमा आएन, त्यही भएर उसको थ्रेसहोल्ड कटेन र 1 सिट पनि पाएन समानुपातिक तर्फ। र जम्मा 13 वटा दलले 79 सालमा चाहिँ खाता खोल्न सकेका थिए, भन्नुको अर्थ कम्तीमा 1 सिट ल्याउन सकेका थिए। त्यति बेला 50 वटा भन्दा बढी दलहरू थिए। अब अहिले 56 वटा दलहरू छन् जसले चुनाव लड्दैछन्। समानुपातिकको कुरा गर्नुहुन्छ भने जम्मा 7 वटा दलहरूले मात्रै के गर्न सके त थ्रेसहोल्ड कटाएर सिट पाउन सके। अब अहिलेको कुरा गरौँ, अघि नै के उदाहरणमा जाउँ। ल 1,20,00,000 मध्ये मानौ थ्रेसहोल्ड पनि कटाउन नसक्ने दलहरूको चाहिँ जम्मा जम्मी गरेर 10 लाख भोट आयो सबैको। त्यो चाहिँ घटाउनु पर्छ, फेरि त्यो भोट खेरै गयो। जुन पार्टीलाई भोट आयो समानुपातिकमा तर उसले 3% को थ्रेसहोल्ड कटाउन सकेन, त्यो भोट खेर गयो, त्यसलाई घटाउनु पर्छ कुल सदर मतबाट। त्यो भनेको कति हुन्छ त? अब 1,10,00,000 हुने भयो। अब हेर्नुहोस् है त, 1,10,00,000 हो र यो 1,10,00,000 लाई के गर्नु पर्यो त? जम्मा सिट कति हो समानुपातिक तर्फ? 110, त्यसले भाग गर्नु पर्यो। त्यो भनेको 1 लाख, 1 सिट भनेको 1 लाख मत हुँदो रहेछ। यसको अर्थ के हो त? यदि कुनै पार्टीले 50 लाख मत ल्यायो भनेदेखि उसको कति सिट हुने भयो? उसको हुने भयो 50 सिट। 60 लाख ल्यायो भने 60 सिट, 10 लाख मत ल्यायो भने 10 सिट। यसरी चाहिँ सिट बाँडफाँड हुन्छ समानुपातिक तर्फको। अब यो चाहिँ मैले अघिदेखि भन्दै आइरहेको छु, उदाहरण मात्रै हो। ठ्याक्कै यस्तो हुन्छ भन्ने त बिल्कुलै होइन, किनभनेदेखि यो चाहिँ के कुरामा भर पर्ने भयो त? पहिलो कुरा कति मत खस्छ। अब 1,90,00,000 मध्ये कतिजना चाहिँ साँच्चीकै भोट हाल्न जान्छन् त्यसमा भर पर्ने भयो।
अर्को कुरा त्यो खसेको मत मध्ये पनि कति बदर हुन्छ कति सदर हुन्छ अनि 3% पनि त्यो थ्रेशहोल्ड पनि कराउन नसक्ने पार्टीहरू कति हुन्छन् र तिनीहरूको पक्षमा कति चाहिँ भोट खस्छ त समानुपातिकमा यो तीनवटा कुरालाई चाहिँ विशेष गरी के गर्ने भयो त प्रभाव पार्ने भयो कति भोट आए कति सिट पाउने भन्ने कुरा चाहिँ है र टेन्टेटिभली यो फिगर चाहिँ लगभग जस्तो 80-90 हजार देखि 1,10,000 देखि 1,20,000 यसलाई यसरी बुझ्न सक्नुहुन्छ तपाईले 80,000 देखि 1,30,000 सम्म एक सिटको वेटेज चाहिँ यति हुन सक्छ यति मत बराबरको एक सिट हुन सक्ने सम्भावना चाहिँ छ तपाईलाई के लाग्छ के होला कस्तो हिसाबले चाहिँ समानुपातिक तर्फको सिट आउला त मैले अघि नै भनिहालेँ प्रत्यक्षमा उम्मेदवारलाई हेरे पनि समानुपातिकमा चाहिँ पार्टीलाई फलानु दललाई दिनुपर्छ भन्नेहरू धेरै हुने गरेका छन् तपाईलाई के लाग्छ कमेन्टमा लेख्न सक्नुहुन्छ